guys, welcome to my new vlog हैन आज पोजिटिभको डे 7 हामी डे 7 को लागि निस्किसकेको छौं घरदेखि साइडतिर हैन आज डे 7 अब कस्तो हुने हो हेरौं डे 6 त लास्ट गर्मी थियो लास्टै पुरै गर्मी थियो आज हिजो झ्याउ लाग्ने थियो खुट्टा दुखिरहेको छ हिँड्दा अब आज डे 7 मा के हुने हो हेरौं साइडतिर गइदैछ हैन डे 7 को लागि कहिले सकिन्छ भइसक्यो झ्याउ लागिसक्यो के यो देख दिल्ली भाइ कस्तो भइरहेछ डे 7 निन्द्रै पुगेको छैन अघि अलार्म लाएर सुत्यो बेलुका अनि बिहान उठेर अलार्म बज्यो अलार्म हालेर झन्नै सुत्यो भइदिएछ गाह्रो यस्तो गलेर यस्तो निन्द्रा लाग्छ नि फेरि यस्तो निन्द्रा लाग्छ गलेर बिहान अलार्म सुत्दा मारेर निदाको निदै भइन्छ नि म त बजेकै छुइनँ निन्द्रै पुग्दैन क्या हाम्रो मेन त अब गाह्रो छ यस्तै हो हैन हामी जानुपर्ने त्यो तल हो होइन कि चौतारामा आइपुग्यो भने हामी चाहिँ बस्ने ठाउँ चाहिँ हल्का गले बेला के रहेछ पुगिन्छ होला त्यस्तै आधी घन्टामा अबको साइडतिर ठिकै छ त्यस्तै हो यति मस्त गीत सुन्दै हिँड्दैछ बजा सुन्दै जानुपर्छ गीत सुन्नुपर्छ मस्त जङ्गल घारीमा हिँड्नु छ आज पनि त्यस्तै हो गाह्रो छ देख्न सक्नुहुन्छ चप्पलभित्र खुट्टा अड्किसकेको थियो अघि 3 चोटि अड्काइसक्यो यसले म पनि अघि एकचोटि झन्डै पछाडि होइन हात थियो र मेरो बलियो हात थियो क्या म होइन मेरो हात चाहिँ बलियो छ होइन त्यही भएर म बाँच्न सफल भएँ लड्न मार्दा यहाँ लुगा मैलो भएको के गर्नु बिचरा म यो बाउलाई जान्छ होइन चप्पल फेरि बटारेलाई बाटै यस्तै छ ढुङ्गा र ढुङ्गी त्यसका बाजे गाह्रो छ गाइड कहाँ मस्त हान्नुपर्ने छ यहाँ होइन तल साइड पुगेर यस्तो अलैँची घारी कुद्नु परेको छ जिन्दगीको रेटोमा कालो सुन गाइड हेर्न सक्नुहुन्छ यो जङ्गलमा हिँडेर हामी जानुपर्नेछ गाह्रो छ 3 चोटि चप्पल हटाएर होइन यसले गाह्रो छ यहाँ तल चाहिँ तल सिस्नु घारी छ क्या हिजो पानी खान आएको थिएँ 2 दिन पानी खान गएँ 2 दिनै सिस्नु रहेछ चिलो क्या त्यसका बाजे गाह्रो छ गाइज गाह्रो यस्तै चलिरहेको छ होइन फाइनल्ली गाइज होइन हामी कम्पनी आइसक्यौँ तल हो आइपुगिसक्यौँ लगभग होइन बाटो यस्तो चिप्लो पानी परेर हिजो राति खुट्टा चिपेर बिजोक मेरो त चप्पल लगाएको थियो त्यही माथि चिप्लेको छ गाह्रो छ कम्पनी पनि पुग्यो अब मेस जाने टक्क बजाउने हिँड्ने अनि खाजा त्यही हो निलो देखेको हाम्रो मेसहरू होइन कि जाने टक्क खाने अनि साइड जाने अब होइन गाह्रो छ हाम्रो साथी पनि घरदेखि आउँदै होला आइपुग्न लाग्यो होला हामी पनि आइपुग्यौँ होइन
गाह्रो छ गाह्रो यही हो यही गरेर हामी मिस हो हाम्रो मिस फाइनल्ली हामी डे 7 मा पनि साइटमा आइसकेको छौँ हाम्रो साइट यही हो सधैँकै होइन थाहा छ तपाईँहरूलाई होइन मैले भनिराख्नै पर्दैन त्यो कुरा हामी टक्क सेफ्टी इक्विपमेन्ट लाएर हामी साइट आइपुग्यौँ यो चाहिँ हाम्रो अफिस हो होइन यो हाम्रो अफिस हो अब हामी अफिसमा जान्छौँ होइन यस्तै छ अफिस जाने बस्ने साइटभित्र जाने यस्तै हो गाह्रो छ म चाहिँ अफिसमा छु होइन गाइस अहिले टक्क अफिसमा आयो यसरी कुर्सीमा बस्छु यस्तै छ उपर सर्भेहरू छ सामान यहाँ छ टोटल स्टेसन स्टाफहरू त्यहाँ छ होइन अफिस छ हाम्रो यस्तै हो आयो अफिसमा बस्छु भित्र भयो साइटहरू यस्तै चलिरहेको छ जिन्दगी यो चाहिँ हाम्रो अफिस हो क्या टक्क त्यहाँ छ हाम्रो प्लानहरू यस्तै छ जिन्दगीको गोरेटोमा हल्का रुगा नि लगाइरहेको छ क्या मलाई म चाहिँ होइन गाइस अहिले साइटमा आइसकेको छु मस्त काम भइरहेछ केटाहरू कहाँ कहाँ बनाइने थाहा छैन आज अघि भोलि चाहिँ भेटाएन यहाँ आफ्नो साइडमा बसिरहेको छु यस्तै छ साइडमा काम मस्त भइरहेछ होइन साइडमा गर्मी छ तर लास्ट चाहिँ यहाँ टनलभित्र गुम्सेर गर्मी शीतल छ बाहिर भन्दा चाहिँ तर गर्मी नै छ गाह्रो छ गाह्रो माक्स लगाएर टक्क समाउँदैछ यस्तै छ जिन्दगीको गोरेको ब्लास्ट भएर होइन गाइस पुरै धुवा फैलिरहेको छ क्या हामी चाहिँ लोडरमा चढेर गइरहेको छौँ मस्त लोडरमा गाइस होइन यस्तै छ धुवा पुरै चलिरहेको छ अहिले ब्लास्ट भयो नि त त्यही भएर मस्त धुवा आइरहेको छ मस्त धुवाले पुरै बनाइरहेको छ क्या धुवा ब्लास्ट भयो अहिले चाहिँ होइन गाइस भित्र सुरुमा ब्लास्ट भएर हल्का गनाउँछ ग्यासले गर्दा त्यही भएर हामी बाहिर निस्किरहेको छौँ अहिले चाहिँ फाइनली अहिले चाहिँ त्यस्तो गर्मी पनि रहेन छ क्या आज चाहिँ भित्र चाहिँ बाहिर निस्किँदा अरू दिन जस्तो यस्तै छ होइन गाह्रो छ गाह्रो गाइस हामी चाहिँ फेरि अहिले के भन्छ सुरुङभित्र पसिएर सर्वे गरेको ठाउँमा हामी अनुगमनमा जाँदैछौँ होइन डेली होइन भाइ हो नि हामी एकदम यहाँ गलेर मरिसक्यौँ हिँडेरै गलिन्छ हामी चाहिँ काम गरेर मैले त त्यति छैन आज त हिँडेको भन्नु यस्तै छ जिन्दगी गोरेटोमा गाइस यस्तै छ जिन्दगी होइन आज डे 7 पनि कम्प्लिट हुनलाई केही समय मात्र बाँकी छ होइन गाइस अनि डे 7 पनि कम्प्लिट हुन लागेको छ यस्तै यस्तै हो लास्ट अनुगमन हो हाम्रो आजको डे 7 को चाहिँ यो सर्वे प्याटमा गएर सर्वे हेर्नु छ प्याट भनेको के हो भन्नुहुन्छ होला नि तपाईँहरू प्याट भनेको चाहिँ पेन स्टक टनल भन्छ मतलब हाम्रो यो म्याट भनेको मेन एक्सेस टनल हो क्या मेन एक्सेस टनलको ब्रान्च हो क्या एउटा प्याट भनेको चाहिँ त्यहाँ त्यहाँ नबोल्नु अनि त्यहाँ चाहिँ अहिले सर्वे हुँदैछ क्या ब्लास्ट गर्नको लागि सर्वे गर्ने अनि मात्र ब्लास्ट हुन्छ होइन त सर्वे गर्ने ड्रिलिङ गर्ने होइन त्यसपछि लोडिङ गरेपछि ब्लास्ट हुन्छ क्या त्यसपछि ब्लास्ट हुन्छ आज हामीले होइन सुरुङभित्रै बसेर ब्लास्ट भएको सुन्यौँ क्या मजा हुँदो रहेछ यार हाम्रो यो कुदेको हेर्नुहोस् ला के भएको तँलाई ओइ के
गाइस यसको खुस्किसकेको छ होइन गाह्रो छ जिन्दगीको गोरेटोमा निकै गाह्रो छ यस्तो गाइस यहाँ चाहिँ पौडी खेल्ने खालको पोखरी बनिएको छ यस्तै हो जिन्दगी चलिरहेको छ होइन गाह्रो छ फाइनली गाइस डे 7 पनि सकिसकेको छ होइन हामी चाहिँ अब यो इक्विपमेन्टहरू रुममा राखेर ड्रेस चेन्ज गरेर घर जान्छौँ होइन साइडदेखि निस्किसक्यौँ आज डे 7 पनि कम्प्लिट भइसकेको छ दिल्ली कस्तो अनुभव भइरहेछ दिल्ली कस्तो अनुभव भयो डे 7 मा गर्मीले नि गाइस जाडो हिजो जस्तो गर्मी त छैन आज तै पनि गर्मी छ क्या अरूले कपाल धेरै छुटो छ मेरो चाहिँ होइन काँडो नसक्ने म हेलमेट उठाउँछु म एक्सन गाह्रो छ म एउटा भ्यू देखाउँछु ल गाइस एकछिन पछि गाइस मैले कुन भ्यू भनेको भने यो क्या ड्याम क्या एडवर्क क्या यो चाहिँ पानी थोरै भएर यहाँदेखि गएको पनि छैन होइन टक्क जमिरहेछ हल्का बढेपछि चाहिँ कट्ने रहेछ यो चाहिँ सानी माहिरो बाबाको ड्याम हो क्या एडवर्क हो क्या हामी चाहिँ फेवा अथवा अप्पर तमनमा ओजेटी गर्दैछौँ होइन ओजेटीको डे 7 पनि कम्प्लिट भयो होइन अब रुम पुगेर इक्विपमेन्ट फेरेर ड्रेस लगाएर रुम घर जान्छौँ क्या गाह्रो छ गाइस फाइनली गाइस डे 7 सक्यो ड्रेसेस चेन्ज गरेर म घरतिर लाग्न लागेँ होइन यहाँ सोस्करले टिफर लिएर आउँदैछ उसकै वेटिङमा छु म होइन टिफरकै त्यस्तै छ जिन्दगी बिहान आयो बेलुका गयो गाह्रो छ भिड हो गाइस फाइनल्ली गाइस होइन डे 7 पनि कम्प्लिट भइसकेको छ डे 7 पनि यसरी नै बित्यो होइन आजलाई यति नै थ्याङ्क्स फर वाचिङ डे 7 होइन बाई बाई थ्याङ्क यू